एक्जस्ट कत्रो ठुलो छ यार टायर भन्दा ठुलो छ ओ ओ ओ फर्स्टमा एउटा ब्याड न्युज दिनुपर्ने हुन्छ ब्याड न्युज भन्नाले फेरि त्यस्तो ब्याड पनि होइन जिन्दगीको सबैभन्दा महँगो फोटोग्राफ हानियो होइन केटाहरू $544 को महँगो फोटो चाहिँ खिच्यो तर क्वालिटी चाहिँ राम्रो चाहिँ थिएन केटाहरू अनि कान दुख्याएर मेरो त चाहिँ कसको बाइक रहेछ सही रहेछ टल्केछ त ओ द्याट लुक्स भेरी सिक साउन्ड पनि कस्तो सुदिङ टाइपको चाहिँ अर्को R6 रहेछ उता 6 सिलिन्डर्स CVX that's really good so hello guys welcome back to another new video आज चाहिँ हामी पाइन द स्काई जान लाग्यो रोहित अनि सुगम राइड विथ सुगम अनि म सो अहिले चाहिँ हामी स्टार्ट फिल्डको पार्कमा छौँ त्यही हो 3टा बाइक मात्रै जान लाग्यो आज केटाहरूले बाइक खान्छ जस्तो छ के अरे ए आज केटाहरूले बाइक खान्छ जस्तो छ के बाइक त्यस्तै सके छैन भनी सकेको छैन भनी चाहिँ अस्ति गएको त बन्द थियो भने पब्लिक होलिडे भएर वाल गर्ने भएर भारी चाहिँ सुट्यो अनि गाह्रो अब यतादेखि अराउन्ड 52 मिनट्सको राइड छ सो आनन्दले जानुपर्छ पाइन द स्काई नै 2-3 हप्तापछि 2-3 महिनापछि नै जानु होला कस्तो आँखामा धुलो बसिरहेको फर्स्टमा एउटा ब्याड न्युज दिनुपर्ने हुन्छ ब्याड न्युज भन्नाले फेरि त्यस्तो ब्याड पनि होइन यताउति भन्दा नि हुन्छ नि अब रिसेन्टली आई गट फाइन अफ $544 Australian अनि इट वाज अन द रेड लाइट हुन्छ नि रेड लाइटमा अब मैले गाडी कुदाइदिएको भनेर सो इट वाज लाइक इन्टेन्सनली चाहिँ थिएन हुन्छ नि म झुकेँ भन्दा नि मलाई कामबाट फर्किँदाखेरि वा निन्द्रा लगाइरहेको थियो झुप झुप भइरहेको थियो भने यस्तो उङ्गिरहेको थियो क्या निन्द्राले अनि चट्ट लगाएर अब लिड अब घरबाट 5 मिनट 6 मिनट टाढा थिएँ क्या म यस्तो निन्द्रा लाग्यो मैले एनर्जी ड्रिङ्क्सहरू पनि केही खाँदिनँ त्यही बेला अरू दिन खाइरहेको थिएँ तर त्यही बेला हुन्छ नि पछि खौला भनेर खाएको थिइनँ अनि मैले चाहिँ के गरेँ भने चट्ट लगाएर ठ्याक्कै अब यताको लाइट भयो नि म यतासम्म पुगेँ होइन यतिसम्म चाहिँ गाडी थियो क्या अर्को अनि त्यहाँसम्म गाडी थियो अनि मैले त्यस्तो हेरेँ त्यो अब रोकिन्छ भन्नाले ग्रिनमै गएको होला थियो जस्तो लाग्यो क्या अनि म पनि अब झुपझुपै अब निन्द्रामा आधा निन्द्रामा कस्तो हुन्छ अगाडि गइरहेको थिएँ लाइन कटेँ होइन सट्ट माथि हेर्छु त रेड लाइट फेरि ठ्याक्कै त्यहाँ स्पिड क्यामेरा र रेड लाइट क्यामेरा थियो क्या अब नभएको भए त केही हुँदैन थियो अब फाइन साइन आउँदैन थियो बट हुन्छ नि अनफर्चुनेटली त्यो ठ्याक्कै त्यहीँ आइपुगिरह्यो क्या त्यही अब क्यामेराले भ्याट जिन्दगीको सबैभन्दा महँगो फोटोग्राफ हानियो होइन केटाहरू $544 को महँगो फोटो चाहिँ खिच्यो तर क्वालिटी चाहिँ राम्रो चाहिँ थिएन केटाहरू म त्यो फोटो पनि यता स्क्रिनमा हालिदिन्छु अहिले होइन त्यो फाइनको र त्यो फोटो कस्तो आएको थियो भनेर इट वाज रियली एक्सपेन्सिभ $544 सो अराउन्ड 50,000 to 60,000 नेपाली रुपिज होला द्याट इज रियली एक्सपेन्सिभ त्यो चाहिँ मैले अहिलेसम्म तिरेको छुइनँ सो त्यही बेला मलाई होइन म रेड लाइटमा गरेँ जस्तो लागिरहेको थियो फेरि अब एक हप्ता 10 दिन भइसकेको थियो क्या अब तिनीहरूले प्रोसेस गर्न टाइम लाग्छ नि त एक हप्ता जतिमा चाहिँ फाइनहरूको नि नोटिसहरू आउँछ क्या म चाहिँ धेरै भइसकेको थियो अनि आउँदैन होला भनेर बसिरहेको थिएँ अनि हिजो बिहान चट्ट लाएर मेल बक्स खोल्छु त चट्ट लेटर देखेँ लेटर देख्ने थिएँ ल फाइनल्ली यो चाहिँ फाइन खाएछु मैले जस्तो भयो खोल्दाखेरि त
$554 Australian dollar. सायद आज तपाईँ इन द स्काईमा चाहिँ भोलि धेरै बाइक हुन्छ भन्ने आशा राख्दछु। लास्ट टाइम जाँदाखेरि बाइक थिएन किनकि अब त्यो मेन रेस्टुरेन्ट क्याफे भनौँ न मेन क्याफे नै बन्द थियो। सो बाइकहरू अब त्यहाँ रोक्ने कुरै भएन। योपालि चाहिँ होपफुली हुन्छ बाइकहरू। कान दुखेर मेरो आजको तेलको भाउ चाहिँ कति रहेछ त $215 100 per 100 लिटर्सको। सो 98 त 98 थियो। तेरो पाइप यताउति हाल्दै रहेछ क्या त्यो भन्दा भेजा हुन्छ फेरि। फिल गरौँ यस्तो खुट्टा दुख्यार ए गइरहेको रहेछ। म त फिलै नभइरहेको क्या पेट्रोल गएको। नेपालमा भए त्यो दाइ हाल्दिनँ भनेर चट्टा हालिदिन्थ्यो दाइले होइन। पेट्रोल स्टेसनको दाइ अहिले त आफैले हाल्नुपर्छ। 6 लिटर मात्रै गयो त। अब बाइकमा चाहिँ के हुन्छ नि पुरै टुटी नै छिराउँछ नि त हामीले। अनि त्यो रिड गर्ने बित्तिकै फ्याट्ट यो आफै अफ हुन्छ क्या। अनि हल्का आफूले माथि तान्दै गर्नुपर्छ। केटाहरू त पेट्रोल हाल्दैछन्। सो म चाहिँ यता मैले फर्स्टै पेट्रोल हालेँ यता हाल्न आएँ। सो त्यही हो अब प्रेसर टायर प्रेसर सब चेक गरेर अब जान लाग्यो। होपफुली सबै कुरा ठिक हुन्छ होइन। सो त्यही होला आज उता नि धेरै नै बाइक होला सायद। होपफुली बाइक हुन्छ रमाइलो पनि हुन्छ धेरै बाइक होइन अब हेर्न पनि पाउँछ। सो वी क्यान सी लाइक मेनी हुन्छ नि अब हामीले देख्दै नदेखेको सोच्दै नसोचेको बाइकहरू पनि हुन्छ नि त। लाइक पुरानो मोडलदेखि नयाँ मोडलहरू हुन्छ नि। सो त्यही भएर जान चाहिँ यस्तो रमाइलो लागिरहेको हुन्छ नि। अलि भित्रैदेखि नै एक्साइटमेन्ट छ नि आयो। अनि ए congrats for 1K subscribers। अन्त धन्यवाद हैन बल्ल बल्ल 1.5 वर्षमा कति टाइम देखाइरहेछ कति टाइम देखाएको छ। ओ ओ ओ पुरै ड्रिफ्ट हानेर हिँड्दै फक कस्तो गनायो त। खाएपछि एकछिनमा भिडियो बनाउँछु। त्यस्तो धेरै बाइक्सहरू चाहिँ छैन अहिले होइन। इट्स रियली गुड डे। अनि यता हाम्रो बाइक भइहाल्यो। सो यहाँ देख्न सक्नुहुन्छ 1098cc
Ducati अनि यो ZX 6R हो कि 10R हो ZX 10R रहेछ ओ that's really good ZX 10R अनि 210 होला यो 210 Aprilia 210 B4 यसको चाहिँ मलाई अलि मन पर्दैन र अगाडिको त्यही हो उतारतिर आउँदै MT-हरु छ so many of the cars आज चाहिँ अलि दिउँसो चाहिँ धेरै बाइकहरु हुँदैन बिहान चाहिँ वाइल्ड धेरै हुन्छ पोर्ट्स रहेछ यता I like getting money, I got time to get it. Target on me, so my car's a tinted. Dancing with the devil, I don't bargain with it. Bobbing in the dash, and the stick is with it. And I hit the 4-5 on the west side. That was it. So please subscribe the channel, like the video. Willy! Way! Thank you so much for watching the video. And please subscribe the video. Please subscribe the video, like and share pani gardinuhoस् hola and comment down pani gardinuhoस् so that algorithm flows really smooth huncha ni YouTube ko. Yes, so stay tuned. Thank you so much for watching. Cheers.